चौचौ खान्न भनेर यस्तो पार्नु। पसिना देख्न सक्नुहुन्छ। अघि झन् आँसु पनि आएको थियो अनि त्यही पिरोको लागि भने यहाँनिर दबाई छ मेरो लागि। हेलो नमस्ते साथीहरू, जोरले फेरि पनि स्वागत छ हजुरहरूलाई मेरो च्यानलमा। अनि के छ कसो छ नयाँ नौला आयो हजुरहरू सन्चै हुनुहुन्छ होला। म पनि यहाँ एकदमै ठिक छु। अनि मैले चाहिँ अस्ति हालेको भिडियोमा चाहिँ हजुरहरू सबैजनाले धेरै माया गरिदिनु भएको छ, त्यसको लागि धेरै धेरै धन्यवाद। अनि आगामी भिडियोहरूमा पनि यसरी नै माया साथ सपोर्ट गर्दै जानुहोला। अनि मेरो भिडियो चाहिँ के कस्तो लाग्छ अन्तिमसम्म हेरेर प्रतिक्रिया दिनुहोला। आज चाहिँ के कसो गर्छ के गर्छ भनेर हजुरहरूलाई देखाउन गइरहेको छु। अहिले चाहिँ म र नन्दा मात्रै यहाँ कोठामा। अनि यहाँनिर चाहिँ हामी काम सिक्दैछु। म चाहिँ यहाँ नानीबाट मैले सिकेको काम देख्न सक्नुहुन्छ यहाँनिर। मैले हिजो अस्तिदेखि सिकेको यही हो, यति बाट्न मात्रै सिकिरहेको छु। नानीले चाहिँ यहाँनिर टोपी त्यो ह्यान्डमेड टोपी बनाउँदै हुनुहुन्छ कि यहाँ बुन्दै हुनुहुन्छ, मैले देखाउँछु। अनि मैले बनाएको रोज यहाँनिर देख्न सक्नुहुन्छ। भर्खर प्र्याक्टिस गर्दैछु कि म पछि पनि बनाउँछु। घरमा अब काम छैन, यही सिक्दै बस्दै गर्ने त हो नि। यहाँनिर देख्न सक्नुहुन्छ रोज चाहिँ यहाँ देख्न सक्नुहुन्छ बेबी पिङ्क, पिङ्की, रेड। यो चाहिँ अलिक फिनिसिङ राम्रो भएको छैन, त्यही भएर लापरवाही गरेर राखिदिइरहेको छु। यहाँ देख्न सक्नुहुन्छ रोज चाहिँ यो रोज हो। यो चाहिँ यहाँनिर मैले भर्खर स्टार्टिङ गर्दैछु। के बनाउनु लाग्यो त्यो चाहिँ मलाई थाहा छैन। यहाँनिर हाम्रो नानीले चाहिँ टोपी बनाउँदै हुनुहुन्छ, यहाँ देख्न सक्नुहुन्छ बनाउनु। मास्टर हुन्छ। म पनि यहाँ सिकेर घर गएर बनाइराख्छु भनेर यहाँनिर सिक्दैछु नानीसँग बल्लै वाला। यो धागो चाहिँ कस्तो राम्रो कलर हो क्या, यो चाहिँ टोपी बनाउने अरे। अनि साँच्ची म त भन्नै बिर्सिरहेँ, मैले चाहिँ आज नयाँ फोनबाट भिडियो स्टार्ट गरेर मेरो फर्स्ट भिडियो यो नयाँ फोनबाट। यहाँनिर देख्न सक्नुहुन्छ रोज अब म योभन्दा राम्रो बनाएर हजुरहरूलाई देखाउने छु। अर्कोचोटि भिडियोमा चाहिँ हजुरहरूलाई पनि चाहिन्छ भने अर्डर गर्नु होला, म पछि नम्बर पनि राखिदिन्छु वाट्सएपमा। अनि त्यही हो, यहाँनिर अहिले हाम्रो चाहिँ काम छैन नि त घरमा, त्यति साथ काम पनि छैन। खानासाना खाएँ यताउति गरेर चाहिँ यहाँनिर यत्तिकै बसिराख्नुभन्दा काम पनि हुन्छ, काम पनि सिकिन्छ भनेर यहाँनिर अलिअलि नानीले मलाई सिकाउँदै हुनुहुन्छ यो बाट्नलाई चाहिँ। अनि काम छैन, सो त्यही हो सिक्दै गरिराखेको छु। अहिले पछि म यो टोपी फिनिसिङ भएपछि चाहिँ म हजुरहरूलाई देखाउने नै छु। सो गाइज अहिले चाहिँ हाम्रो यहाँनिर अर्जेन्ट काम परेर चाहिँ, अर्जेन्ट त के अर्जेन्ट भन्थ्यो र, यहाँ तल करेसा बारीमा चाहिँ त्यहाँ तल बारीमा जानुपर्ने भयो। त्यही भएर चाहिँ हाम्रो काम यहीँनिर स्टक गरेर चाहिँ यहाँनिर देख्न सक्नुहुन्छ नानीले बुन्नु भएको चाहिँ यति पनि सक्नुभएको। अब हामी चाहिँ तल बारीमा जाँदैछौँ, त्यहाँनिर मोल छर्ने अनि खनखान गर्ने, त्यसपछि बोडी के लाउनु भन्दै हुनुहुन्छ बोजेले। अनि त्यहाँ जाँदैछौँ बारीमा, के गर्छु म देखाउँछु तपाईँहरूलाई। यसको गाड हेर्नु यहाँनिर आरा खाएर कत्रो ठुलो भएको। अबे कता बस यहीँ। यसको गाड हेर्नु यहाँनिर कत्रो ठुलो। ओए यता यहाँनिर यत्रो ठुलो गाड बना खाकेले खाएर हिँड्दा पनि हिँड्दैन अहिले त बसिरहन्छ। अब बसिराख गाड यसको।
चाहिँ यहाँनिर अब मूल छ अरे र बुढीहरू लगाउने अरे। नानी बोजै म 3 जना भएर चाहिँ ल म छर्छु। हामी चाहिँ यहाँनिर खाइसकेको पुऱ्यो यहाँदेखि सब खनेर सकिसकेको अन्त बोतल चाहिँ यता चाहिँ पालुङ्गो छरिदिनु भयो अरे। पालुङ्गो साग त्यो बिजन भनेको यहाँनिर के हो के गयो। बिउ चाहिँ यहाँनिर रहेको छ देख्न सक्नुहुन्छ के को बिउको हो। यहाँनिर बोतल जम्मा गरेर राख्नु भएको सोप हो क्या यो ए धनिया जिरा यो सुन्नु त के छ यो के चिजहरु बजे जिरा हैन मैले के भन्थ्यो अघि जिरा सोप नि भने हो यानी कता छर्ने त्यो यसै छर्दिनु ड्याङ बनाउने कि के हो र के यतिकै हाल्दिनु त्यतिकै हाल्दिनु ल यहाँ चाहिँ धनिया र सोप मिक्स गरेर छर्दिने अरे। हजुर
सो गाइज हाम्रो चाहिँ खान छरछार कार्यक्रम सकेर पनि नुहाइधुवाइ कार्यक्रम सकेर म फेरि यहाँनिर आएको छु। यहाँनिर देख्न सक्नुहुन्छ हामीले अघि खनेर छरेको चाहिँ सबै यहाँनिर देख्न सक्नुहुन्छ। के बकुला धनिया अनि सोप के बिउ बिजनहरू छरेर माथि अघि नुहाइधुवाइ गरेर पनि यता तल झरेको। किनभने अब खाजा खाने बेला भयो। हाम्रो खाजा के हो भनेर चाहिँ फेरि हजुरहरूले गेस गर्न सक्नुहुन्छ। हामी नन्दा भाउजू चाहिँ सधैँ भेट भयो भने खाजा भनेको नै त्यो चटपटे करेन्ट चाउचाउ हो। अनि आज चाहिँ हामी धेरै भएको थियो नि त, हामी दुईजनासँगै चाउचाउ नखाएको। मैले पनि धेरै भएको थिएँ उता घरमा मम्मीसँग सासू मम्मीसँग बसेर खाएदेखि अस्ति कहिले एकचोटि खाएको थिएँ त्यहाँदेखि खाएको थिइनँ। सो त्यही करेन्ट चाउचाउ खानको लागि यहाँनिर टिप्न आउँदैछु। यहाँनिर यसको नाम चाहिँ म जान्दिनँ के हो, के साग भन्छ यसलाई, यहाँ देख्न सक्नुहुन्छ। हो यो चाहिँ टिपेर अहिले करेन्ट चाउचाउसँग खाने हो। कलिलो कलिलो मिठो हुन्छ यो। धेरै त लादिनँ म, धेरै त खाँदिनँ कि नानीले मात्रै अलिअलि खाने। यति भए पुग्छ। अब यो चाहिँ पखालेर माथि गएर पानीको सप्लाई गर्छु। नानी चाहिँ चाउचाउ लिन जानुभएको। आइसक्यो हो र के हो त्यो? ए कतिवटा लाम्बा? दुईवटा कि एउटा? उनीहरू लिएर आउनु है पाउरोटीहरू। यहाँनिर करेन्ट चाउचाउ र यो चाहिँ यस्तो मिठो, अस्ति मैले खाएको यस्तो मिठो लाग्यो पाउ। करेन्ट चाउचाउ हाम्रो चाहिँ यहाँनिर खाजा रेडी भइसकेको छ। सबैभन्दा छिट्टो अनि मिठो खाजा भनेको चाहिँ यहाँनिर देख्न सक्नुहुन्छ हाम्रो खाजा। यो चाहिँ योवाला यस्तो मलाई मन पर्दैन, यो चाहिँ नानीको। यहाँनिर चाहिँ मेरो, मलाई चाहिँ यस्तो रानो निस्केको मन पर्दैन कि। अब कस्तो राम्रो देखिया छ के यो साग हेर्नु न यहाँनिर। सो अब हामी चाहिँ खाना लाग्यो। हाम्रो चाहिँ यहाँनिर अघि बनाउँदै बुझेर बाबा आइपुग्नुभयो कि। अनि बुझेर बाबाले चाहिँ चिया दिएर यहाँनिर बल्ल खाना लाग्दैछौँ। यहाँनिर सेलाइ पनि सक्यो होला। नानीको भाग अन्डाको रानो पनि यताउता चलाउँदा यताउता हल्लेर पग्लिसक्यो। यो चाहिँ मेरो भाग यहाँनिर देख्न सक्नुहुन्छ। खानु सकिन्छ खाएर म खाइसकेँ। ओके मैले फर्स्ट टाइम खाएको आज खानासँग खान्छ मिठो हुँदो रहेछ। पोर्काले खानु थाल्छ। पेरेर खानु कस्तो हुन्छ। म त यो चम्चा लिनु मात्रै हो क्या, हातै युज हुन्छ।
पिरो दुईटा मात्रै हाल्यो भने ठिक्क हुँदैन मसला जस्तो लाग्छ खाइया त्यो खाएको पुरा भाषण छ खानै पर्यो पानी खाँदाखेरि बस्छ अनुहार पिरो भयो हाट बजारको फुड हट गर्नु हाट बजारको फुड हट गर्नु चाउचाउ हाहा सोच्छ आज त लास्ट पिरो भयो चाउचाउ खान्न भनेर यस्तो पार्नु पिरो खान सक्नुहुन्छ आज किन पिरो खान सकिनँ मैले यति खायो त्यही भएर खान मन लाग्यो पेट टाइममा भयो आँखाबाट आँसु आयो
जाने है बहुत त्यही मान्छे झन् दाँतमा अड्केर चाउँछ आज टोयलेट कतिचोटि हिँड्न पर्ने हो फाइनली साथी हामीले चाहिँ चाउचाउ खाएर भ्याइसक्यो यहाँनिर देख्न सक्नुहुन्छ मेरो चाहिँ यति उब्रियो यो सकिन मैले खान यहाँ नानीले कस्तो भयो आजको चाउचाउ पिरो भयो नि तपाईँलाई भएन मलाई मात्र लास्टै पिरो भएको आज रुवाउनुसम्म रह्यो मलाई पाउरोटी पिरोको दबाई यहाँनिर छ यहाँ क्रिम देख्न सक्नुहुन्छ यस्तो मिठो हो कि यो मैले अस्ति आउँदाखेरि पनि खाएको थिएँ यस्तो मन पर्यो मलाई यो चाहिँ अनि त्यो साथीहरू आजको चाउचाउले चाहिँ मलाई रुवाउनुसम्म रह्यो म खाँदिनँ त भन्दिनँ खाना त म बेला बेलामा खान्छु तर यस्तो बित्ति पिरो हालेर चाहिँ खाँदैन यहाँ पसिना देख्न सक्नुहुन्छ अघि झन् आँसु पनि आएको थियो अनि त्यो पिरोको लागि भने यहाँनिर दबाई छ मेरो लागि यस्तो मिठो खाएको यो फेरि महँगो पनि लास्टै महँगो पर्ने रहेछ यतिलाई 30 रुपियाँ यसको जोडी पनि हुन्छ कि हुन त 30 रुपियाँ अरे त्यही हो मेरो आजको भिडियो चाहिँ के कस्तो लाग्छ हजुरलाई कमेन्टमा भनिदिनु होला अनि सुना नि डिस्टर्ब बनाउँछ हो रातो देख्यो होला है त्यही साथीहरू मेरो आजको भिडियो चाहिँ हजुरहरूलाई के कस्तो लाग्छ हेरेर कमेन्टमा भनिदिनु होला अनि आज चाहिँ म यति भन्दै आजको भिडियो यहीँ एन्डिङ गर्न चाहन्छु हजुरहरू जता भए पनि जहाँ भए पनि खुसी रहनु होला आफ्नो ख्याल गर्नु होला हस्त नमस्ते बाई बाई